कान्छीको भाइकी प्रेमिका सोफिया झुन्डिएर मर्नुमा कसको हात छ त? प्रियालाई खोज्न निस्केका जुने र उनका प्रेमीले जुनेलाई जङ्गलमा जिउँदै भेट्लान् त? सागरले आफ्नी प्यारी आमा जेल पठाएकी कान्छी र भाइलाई माफ गर्लान् त? कि उनी आमालाई भेट्न कान्छी र भाइलाई नै छोडेर जेल जान्छन् त? त्यसैले आउनुस् कान्छी सिरियलको मुख्य भागहरूमा के हुँदैछ त, यी सम्पूर्ण कुराहरूको बारेमा तपाईहरूलाई यही भिडियो मार्फत जानकारी दिनेछौँ। कृपया भिडियो अन्त्यसम्म हेर्न नछुटाउनुहोला। कान्छा र उसकी प्रेमिका सोफिया प्रेममा रहिरहँदा कान्छाले दाई फर्किएपछि हात माग्न आउने बाचा गरेका थिए। तर यता सोफियाको बाबाले भने अर्कै केटासँग विवाह गरिदिने निर्णय गरेपछि सोफिया भने आफ्नो प्रेम सफल नहुने सम्भावनादेखि झुन्डिएर मर्ने निर्णय गर्छिन्। तर कान्छालाई अन्तिम पल्ट फोन गरेर तिमी आउन ढिला भयो, अब म मर्दैछु भन्ने खबर पठाइसकेपछि कान्छा आत्तिँदै सोफिया भएको ठाउँमा जान्छन्। अब कान्छाले जे देख्दै थियो या त उसको जीवनको ठुलो भुल थियो वा दुर्दशा थियो, किनकि यही सिनले गर्दा कथाले नयाँ मोड लिन सक्छ। आफूले माया गरेको मान्छे रुखको बोटमा झुन्डिएको देख्नु जुन हामी कल्पना समेत गर्न सक्दैनौँ। यस्तो दृश्य देख्दा कान्छाको रियाक्सन के हुन्छ त? यता कान्छीलाई दुःख दिन मार्न निस्केकी प्रियाको भने अत्तो पत्तो छैन। प्रियाको खोजीमा उसको बोयफ्रेन्ड र जुने निस्केका छन्। के अब तहस नहस भएको प्रियाको ज्यान फेरि भेटिन्छ त? अनि सागरले आफ्नो आमाको नराम्रो हरकत, कान्छीलाई गरेको नराम्रो व्यवहार सम्झेर आमा जेल भएको कुरा थाहा पाएपछि आमासँगको सम्बन्ध तोड्छन् या श्रीमती र भाइलाई नै गलत ठहर्याउँछन्? या आमाको हतकडी तोड्न सागर जेलसम्म नै पुग्छन् त? यसमा कान्छीको रियाक्सन कस्तो होला? दर्शकबिनहरू सोफिया साँच्चै नै मरेकी हुन् या जिउँदै छिन्? प्रियाको सास या लास भेटिन्छ अनि सागरले आमालाई जेलबाट छुटाउलान् त? यी सम्पूर्ण कुराहरूले कान्छी सिरियलको नयाँ भागले नयाँ मोड लिन सक्छ। अबको इन्ट्रेस्टिङ भागले पक्कै पनि सिरियल दमदार र रोचक बन्नेछ। यदि तपाईहरूलाई यो भिडियो मन परेमा भिडियोलाई लाइक सब्सक्राइब गरी हामीसँग जोडिन सक्नुहुनेछ। अहिलेलाई भिडियो यति नै। हस्त धन्यवाद।